So guys, welcome to my another vlog. आज चाहिँ वर्तमान नानीहरू पूजा कोठामा छौँ। यहाँ दादाहरू बस्नुहुन्छ। यहाँ बाहिर भर्खर छ। उहाँ चाहिँ मण्डपको तयारी हुँदैछ। म अब आएको पनि तपाईँहरू भिडियो पनि देखाउँछु। एकछिनमा लास्टमा हेर्नु होला। त्यो चाहिँ लास्टमा एड गरिदिन्छु। त्यो चाहिँ अनि यहाँ देख्न सक्नुभएको हुन्छ। यहाँ पनि मण्डप छ। यता पनि मण्डप रहेछ। यहाँ पनि एउटा मण्डप छ। यहाँ खाने पानीहरू हुन्छ। सक्नुभएको हुन्छ गाइस। यहाँ चाहिँ मण्डपको तयारी हुँदैछ। यता चाहिँ हामी आएको जाँदैछ। यहाँ आमा बोल्नुहुन्छ। अब मामा पनि हुन्छ होला। अनि सबैहरूलाई अब म मान्छे सो गाइस मम्मा पनि अब चाहिँ पूजा सुरु हुँदैछ। उहाँ हेर्नु सक्नुहुन्छ। उहाँ दादा पनि बस्नुहुन्छ। मामाहरूले चाहिँ यहाँ साडी लगाइसक्नु लाग्नु भएको छ। म तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ मामा त्यहाँ साडी मिलाउँदै हुन्छ। गाइस अब टु बी कन्टिन्युस द सिरिज। अब म तपाईँहरूलाई यहाँ हेर्नुहोस् पहाड देखिरहेछ। हरियो डाँडामा यस्तो हुन्छ गाइस। हामीले चाहिँ यतापट्टिबाट यस्तो गयौँ, यस्तो छिर्यौँ अनि यस्तोबाट त्यहाँ गयौँ अनि खाजा खायौँ। अनि म चाहिँ अब जान्छु। राम्रो काम देखाइदिन्छु। अब म रेडी हुन्छ अनि म तपाईँहरूलाई देखाउँछु गाइस। सो मेरो प्रिय साथीहरू, अहिले चाहिँ बिस्कुट खाँदै थिएँ। म भ्लग बनाउन बिर्सेँ अनि फेरि हामी बनाएको। अनि मलाई चाहिँ यो यति राम्रो लाग्यो कि मायाको यति राम्रो लाग्यो मलाई। अनि यहाँ असम चिजहरू हुँदैछ। यहाँ चाहिँ हाम्रो आगमनको तयारी हुँदैछ। यहाँ मामाहरू चाहिँ रेडी हुँदै हुन्छ। अनि अब म तपाईँहरूलाई मामा पनि रेडी हुनुहुन्छ। अनि म तपाईँहरूलाई देखाउँछु। अनि मामाले कुन साडी लगाउनुहुन्छ भन्ने पनि थाहा छ होला तपाईँहरूलाई। अनि यो चाहिँ यस्तोवाला छ मन्दिर। अनि उहाँ चाहिँ यहाँ मण्डपको तयारी हुँदैछ। उहाँ चाहिँ यस्तो छ। ओके गाइस, अब म मामा तयारी हुन्छ अनि म देखाउँछु। बाई।
हरि ओम चावडा र आह्वान गर्नु चतुर्वेद चार वेदलाई यसो आह्वान गर्नु आवाई आह्वानम अब आसनम कुशला राख्नु त हरि ओम हरि ओम So guys, welcome to my another vlog. आज चाहिँ वर्तमान हामी चाहिँ अब पूजा कोठामा छौँ। यहाँ दादाहरू बस्नुहुन्छ। यहाँ बाहिरको माहौल चाहिँ यस्तो छ, भर्खर छ। उहाँ चाहिँ मण्डपको तयारी हुँदैछ। म अब आएको पनि तपाईँहरू भिडियो पनि देखाउँछु। एकछिनमा लास्टमा हेर्नु होला, त्यो चाहिँ लास्टमा एड गरिदिन्छु त्यो चाहिँ। अनि यहाँ देख्न सक्नुभएको हुन्छ, यहाँ पनि मण्डप छ, यता पनि मण्डप रहेछ। यहाँ पनि एउटा मण्डप छ, बेहुला बेहुली खोला हो यो सब। यहाँ खाने पानीहरू हुन्छ। हेर्न सक्नुभएको हुन्छ गाइस, यहाँ चाहिँ मण्डपको तयारी हुँदैछ। यता चाहिँ हामी आएको जाँदैछ। तपाईँहरू यहाँ आमा बोल्नु हुन्छ। लगाउँछु अनि तपाईँलाई भेट्छु ल, बाई गाइस। अब यहाँ चाहिँ हाम्रो दादाको कपाल काट्दै हुन लागेको छ। यता काट्ने रे यता नै गुरुको मुन्दा हुन्छ चेलीबेटीलाई पनि स्वास्थ्य दिएको छ। जलम प्रबलस्य लज्जातं तं नतासु परिपालय देवी विश्वं देवी प्रसन्नाभ्याले प्रसीदा प्रसीदमाता जगतोऽखिलस्य प्रसीद विश्वेश्वरताय आधिकारिक लास्ट टाइम को पोस्ट भइहाल्नुमै आमा त्यही गर्नु कपाल काट्नुहुन्छ यो हातमा सिउरा कतिखेर काट्ने कपाल काटिँदैछ। सेलरोटीको माला माथिबाट गर न सबैभन्दा राम्रो। सेलरोटीको हेर्नु न हातमा, ए ला नाकमा पनि, ए कान, ए झुम्का
झुम्का रे चुप लाग न सिधा हेर्न हुन्छ नि थाहा के के चाहिँ मुरुले मलाई हुन्छ त यहाँ देखि चाहिँ कोनी लाग्छ नि यो प्लेट होइन कि भिज अलिकति सुक्यो नि प्लेट पनि लाग्ने त्यो चाहिँ दुःख भन्ने है अरू त दुख्दैन त्यो प्लेट एकपल्ट भिजाऊ अझै पानी ल्याउँदा बोतलमा एउटा पानी हाल्नु उयो परेछ बोतल पहिलो टिको लाउनु हुन्छ पहिलो टिको लाउनु होइन आएर बसौँ न उता जानु बस्नु अप्ठ्यारो हो खोइ मलाई दिनु त ए पहिले त साथ हुन्छ बिलेट चाहिँ यो छ नभरोस् न पुरो भिज्यो सबै थुक रोटी निकाल्दै लाउने नै हो नि अब रोटी त झिक्दा हुन्छ झिक्दिनु अर्को फेर्ने नै है दुःख अलि दर्खरा आयो प्लेट यो कस्तो खालको नराम्रो रहेछ क्या कुन प्लेट हो यो झर्न मिल्दैन थियो क्या कहाँ झरो खोइ मारिदिन्छ नआउने हो के लुगा यसको माया के गर्नु ल गर्मीमा 7 पल्ट नआए पनि हुन्छ अर्को प्लेट ल्याउनु यो दर्खरा खोइ प्याकेटै हो भने यो बिलेटै कुनै कुनै प्याकेट प्लेट हो प्लेट चाहिँ हेर्नु न कुनै कुनै प्याकेटमा यस्तो हुन्छ होइन पुरा कस्तो दुःख त्यो काम त्यसरी काम लाग्नु गर्ने त्यही एउटा बिलेटको ल्याउनु न जिलेट होइन नि जिलेटको एउटा ल्याउनु न एक पिस भयो हुन्छ कुर्सीहरू छ धेरै यहाँ अगाडि यस्तो यहाँ यस्तो छुट्याइदिएको रहेछ त्यहाँको
अनि अब यो कथा भनेपछि भान्जो स्वाटै हिँड्दियो भने हो त्यहाँदेखि त्यही भएर अहिले चाहिँ एकछिन बस्नु फेरि अर्काचोटि अलि बिस्तारै बिस्तारै यता हेर फोटो यसो नजर लगाइदिए भाइ जीवनमा एउटा हो यो वर्तमानमा भन्ने जतिको ठुलो केही होइन बिहे भनेका ती हाम्रो ठुलो कर्म यही हो त्यही अहिले सबभन्दा ठुलो यही हो केशवाय नमः स्वाहा नारायणाय नमः स्वाहा माधवाय नमः स्वाहा हात पखाल्नु छोपी साजी सुरु बिस्तारै एकदम शान्तसँगले हिँड्ने हो राजा महाराजा तरिकाले राजा महाराजा हिँड्दा पनि पार्नुपर्ने नानी त्यो हाम्रो नानी त ढाडो लाउने नानी लास्टमा 3 दिन सबै
फेरि आउने होला नि आएन भने मै गर आउनु पर्यो नि अब उल्टो भयो यो बगाइ यताबाट भुलेर आउनु हो त थाहा पाऊ मामा हो नि त मामा Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ